तपाई जापानमा हुनुहुन्छ भने यो दृश्य कहीँ न कहीँ अवश्य देख्नु भएको छ। मानेकी नेको जापानमा भाग्यदय र समृद्धिको प्रतीक बिरालो। जापानमा मानेकी नेको अर्थात् हात हल्लाइरहेको बिरालोलाई शुभ लाभ, धन, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ। पसल, रेस्टुरेन्ट, कार्यालय तथा घरमा यसको मूर्ति राख्ने चलन निकै पुरानो छ। जापानी विश्वास अनुसार यसले ग्राहक, धन र सकारात्मक ऊर्जा घर वा व्यवसायमा भित्र्याउँछ। मानेकी नेकोको एउटा हात माथि उठेको हुन्छ। बायाँ हात उठेको बिरालोले ग्राहक र शुभ अवसर बोलाउँछ भन्ने विश्वास छ भने दायाँ हात उठेको बिरालोले धन, व्यापारिक सफलता र समृद्धि आकर्षित गर्छ भन्ने मान्यता छ। दुवै हात उठाएको मानेकी नेकोले सुरक्षा र समग्र सौभाग्यको प्रतीक जनाउँछ। तपाईँ यदि आफ्नो घर, पसल वा अफिसमा राख्दै हुनुहुन्छ भने रङ्गहरूको पनि ख्याल गर्नुहोला। रङ्ग अनुसार पनि यसको अर्थ फरक फरक हुन्छ। जस्तै सेतो शुद्धता र शुभकामना, सुनौलो रङ्गको छ भने धन र आर्थिक समृद्धि ल्याउँछ भन्ने विश्वास गरिन्छ। कालो रङ्गकोले दुर्भाग्य र नकारात्मक शक्तिबाट सुरक्षा गर्ने विश्वास गरिन्छ। रातो रङ्ग भएको बिरालोले स्वास्थ्य र रोगबाट बचाउने विश्वास गरिन्छ। त्यसैगरी गुलाबी रङ्गको मानेकी नेको छ भने प्रेम र राम्रो सम्बन्ध हुने विश्वास गरिन्छ। मानेकी नेकोको उत्पत्तिबारे विभिन्न कथाहरू प्रचलित छन्। सबैभन्दा प्रसिद्ध कथा अनुसार टोकियोको गोतोकुजी मन्दिर नजिक एउटा बिरालोले हातले इसारा गरेर एक सामुराईलाई बोलाएको थियो। सामुराई त्यहाँ पुगेको केही क्षणमा नै पहिले आफू उभिएको ठाउँमा चट्याङ परेको थियो। बिरालोले ज्यान बचाएको विश्वासपछि यो भाग्यको प्रतीक रूपमा लोकप्रिय बनेको भनाइ छ। अहिले पनि गोतोकुजी मन्दिरमा मानेकी नेकोहरूका मूर्ति हजारौं होइन लाखौंमा छन्। त्यहाँ वर्षेनी लाखौं पर्यटकहरू पुग्ने गर्छन्। आज मानेकी नेको जापानको सांस्कृतिक सिनारी मध्ये एक बनिसकेको छ। नयाँ व्यवसाय सुरु गर्दा, पसल उद्घाटन गर्दा वा उपहारको रूपमा पनि यसलाई शुभ संकेत मानेर दिने चलन व्यापक रूपमा फैलिएको छ। कस्तो लाग्यो त तपाईलाई यो जानकारी? मन परेको छ भने अरूलाई पनि शेयर गर्नुहोला। हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला अनि फलो पनि गर्नुहोला है त।